हेलो एन्ड नमस्ते। आज हामी सामु हुनुहुन्छ लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार रेख भण्डारी। उहाँ लामो समयदेखि नेपालको सूचना प्रविधि शिक्षा क्षेत्रमा कार्यरत हुनुहुन्छ एज अ एसोसिएट प्रोफेसर। आज हामी उहाँलाई स्वागत गरौँ। रेख सर, स्वागत छ यहाँलाई। धन्यवाद विश्वजी। अनि तपाईँ काठमाडौँ आएको मौका छोपेर मैले यहाँलाई इन्टरभ्यूमा बोलाइहालेँ पोडकास्टमा। के छ त हालखबर लुम्बिनी विश्वविद्यालयको? धन्यवाद विश्वजी। लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई र विश्वविद्यालयको बारेमा र मेरो व्यक्तिगत बारेमा चासो दिएर मलाई यहाँ बोलाउनु भयो, त्यसको लागि पुनः आभार व्यक्त गर्दछु। अनि यो लुम्बिनी प्राविधिक विश्वविद्यालय होइन, एक्चुअली यो त नयाँ विश्वविद्यालय हो नि होइन? अनि यो कतिपय हाम्रो जनमानसमा यो त्यति पपुलर भइसकेको अवस्था छैन। हजुर होइन, त्यो पनि फेरि कस्तो भने उपत्यकाभन्दा बाहिर भएको हुनाले कतिजनाले चाहिँ यो विश्वविद्यालयको नामै सुनेको छैन। हजुर होइन, यो विश्वविद्यालयको सम्बन्धमा छोटो परिचय गरिदिनुहोस्। यो कति सालमा स्थापना भयो, अहिले के फ्याकल्टी पढाइ हुन्छ, एकताल सरस्वती भनिदिनुहोस् न। हजुर, नेपाल सरकारले 2072 को संविधान जारी गरे पश्चात प्रदेश सरकारलाई दिएको अधिकार प्रयोग गरी उच्च शिक्षामा प्रदेश सरकारले आफ्नो अधिकार प्रयोग गर्दै र साथै संघीयताले कार्यान्वयन गर्दै लैजाने क्रममा उच्च शिक्षामा विश्वविद्यालय प्रदेश विश्वविद्यालयको स्थापना, सञ्चालन सम्बन्धी ऐन र विश्वविद्यालय सञ्चालन सम्बन्धी नियम 2078 बनाइसकेपछि पश्चात 2079 असार 18 गते लुम्बिनी प्राविधिक विश्वविद्यालयको विधान बनिसकेपछि यो विश्वविद्यालयले विधिवत रूपमा स्थापना हुने मौका पायो र स्थापित भयो। हजुरले भनेको जस्तै नेपालमा एउटा डिबेटेबल कुरा आइरहेको छ, त्यो के हो भनेपछि विश्वविद्यालयका सङ्ख्याहरू धेरै भए। त्यसमा एउटा लुम्बिनी प्राविधिक विश्वविद्यालय पनि थपियो। अब कुरा के रह्यो भनेपछि के कारणले विश्वविद्यालय थपिए त? एउटा नेपालको संविधानले दिएको अधिकार प्रयोग गर्दै प्रदेश सरकारको उच्च शिक्षामा आफ्नो लगानी र उच्च शिक्षामा आफ्नो अधिकार प्रयोग गरेको र संघीयताको, मैले भन्छु यो संघीयता कार्यान्वयन गरेको, यसलाई अन्यथा लिनु हुँदैन। दोस्रो कुरा, उपत्यका बाहिर राम्रो, तपाईँले अघि भने जस्तै उपत्यका बाहिर भर्खरै स्थापित भएको, नाम पनि नसुनिएको भन्नुभयो, त्यो म केही हदसम्म सहमत छु। उपत्यका बाहिर राम्रो विश्वविद्यालय छैनन्, भएनन् र भएका पनि राम्रो गर्न सकेनन्। अब त्यसको म नाम लिन चाहन्न, तर हाम्रै प्रदेशमा, लुम्बिनी प्रदेशमा नेपाल संस्कृत विश्वविद्यालय छ, उसको आफ्नै डोमेन छ, आफ्नै विशेषता छ। त्यस्तै यही प्रदेशमा लुम्बिनी बौद्ध विश्वविद्यालय छ, त्यसको पनि आफ्नै विशेषता छ र उनीहरूको विशिष्टीकरण अर्कै छ। त्यसैले प्रदेश सरकारले के आवश्यकता ठान्यो भने यो प्रदेशको आर्थिक र उच्च शिक्षामा राम्रो पहुँच र सर्वसुलभ शिक्षा बनाउने हो भने प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना गर्नुपर्छ भन्ने मान्यता राखेर लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गर्यो। र अब म 2-3टा कारणले यो लुम्बिनी प्राविधिक विश्वविद्यालय अन्यभन्दा फरक छ जस्तो लाग्छ। त्यसमा हामीले सञ्चालन गरेको विशुद्ध प्राविधिक धार, कृषि, वन, पर्यटन, सूचना प्रविधि र इन्जिनियरिङ। अब यसमा सूचना प्रविधि अध्ययन संस्थान भन्ने अन्य कुनै पनि विश्वविद्यालयमा छैन। सूचना प्रविधिलाई एउटा इन्जिनियरिङको एउटा पार्ट हो, एउटा भाग हो, एउटा सानो हिस्सा हो भनेर सूचना प्रविधिलाई माइनर रूपमा राखिएको छ। तर यो लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सूचना प्रविधि भन्ने एउटा छुट्टै इन्टिटी हो, छुट्टै अध्ययन संस्थान हो, जसले अहिले आएका लेटेस्ट टेक्नोलोजीहरूलाई पनि त्यहाँको उच्च शिक्षामा पढाउनुपर्छ र जनमानसमा अथवा आम नागरिकमा यो लेटेस्ट प्रविधि, सूचना प्रविधि दिनुपर्छ
त्यहाँबाट नै आर्थिक रूपान्तरण हुन्छ भन्ने हेतुले स्थापना गरेको छ। अब यो त भयो यो लुम्बिनी प्राविधिक विश्वविद्यालयको एउटा छोटो परिचय होइन सर। हजुर। तर आज हामी त्यो अन्य फ्याकल्टीमा हामी फोकस हुँदैनौँ। आज हामी बेसिकली यो आइटी या सूचना प्रविधि हजुर। क्षेत्रमा हामी फोकस गर्छौँ ठिक है। छ। त्यही विषयमा हामी हजुर। कुरा सुरुवात गरौँ। अनि यो जुन अहिले जुन आइटीको जुन पनि जुन पछिल्लो समय ट्रेनहरू छ होइन, जुन हजुर। यहाँको जुन विश्वविद्यालयमा होइन, हजुर। कुन कुन फ्याकल्टी चाहिँ आइटीमा पढाइ हुन्छ त्यो पनि एकताल भनिदिनुहोस् न। हजुर, धन्यवाद विश्वजी। यसमा अघि म एउटा कुरा के जोड्न चाहन्छु भने हाम्रा अध्ययन संस्थानमध्ये अर्को छ पर्यटन अध्ययन संस्थान, जुन अन्य कुनै पनि विश्वविद्यालय परिकल्पना गरेको छैन। त्यो एउटा आफैमा युनिक छ र त्यसमा हामी चाहिँ बेसिकली टुरिज्मका कुराहरूलाई बढी फोकस गरेर करिकुलम डिजाइन गर्ने पक्षमा छौँ। अब हजुरले भनेको जस्तै हाम्रो विश्वविद्यालयमा सूचना प्रविधिका क्षेत्रमा ओके 3टा कार्यक्रमहरू नाम दिएको छ। एउटा सबैले पढ्न मिल्ने उच्च शिक्षामा जसले इच्छा राख्छ, जसले सक्छु भन्छ, यस वी क्यान डु भने जस्तै म गर्न सक्छु भन्नेका लागि बिटेक इन आइटी, जुन विषयमा पढे पनि उसले पढ्न पाउने ओपन स्ट्रिम ओके है, त्यो एउटा विशेषता छ। अर्को कम्प्युटर साइन्समा हामीले अहिलेको कम्प्युटर साइन्समा चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स अथवा चौथो औद्योगिक क्रान्तिले लिएका उपलब्धिहरूका कुराहरूलाई जोडेर कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स भनेर बनाएका छौँ। बिटेक इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स। ओके। अर्को हामीले अब अरू अन्य विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ भन्ने गरेको छ, हामीले चाहिँ बिटेक इन आइटी इन्जिनियरिङ भनेर 3टा कार्यक्रम आइटी सम्बन्धी छ। त्यो बाहेक सिभिल इन्जिनियरिङ गरेर अन्डर ग्रेजुएटमा 4वटा शैक्षिक कार्यक्रमहरू छन्। र स्नातकोत्तर तहमा गत वर्ष हामीले सुरुवात गऱ्यौँ र यसमा एमटेक इन आइटी, जसले बिआइएम, बिआइटी, बिबिआइएस, बिसिए पढेकाहरूको इन्टेक हुन्छ भने अर्को चाहिँ एमटेक इन कम्प्युटर साइन्स, जसमा बिएससी कम्प्युटर साइन्स इन्जिनियरिङ पढेकाहरूलाई हामी इन्टेक लिन्छौँ। अनि हालसम्म 6वटा कार्यक्रम ओके यो सञ्चालित छन्। अनि यो जुन पढाइसकेपछि तपाईँहरूले एउटा जनशक्ति उत्पादन होइन जुन सोचिरहनु भएको छ नि, कस्तो खालको जनशक्ति उत्पादन तपाईँले एक्सपेक्ट गर्नुभएको छ यो जुन तपाईँहरूको पढाइसकेपछि? जस्तो कि एआईकै कुरा गरौँ होइन, एआईमा तपाईँको कस्तो कुन लेभलको जनशक्ति उत्पादन हुन्छ जस्तो लाग्छ तपाईँलाई? विश्वजी पुनः धन्यवाद। मैले हजुरलाई जोड्नु पर्दाखेरि मेरो एउटा व्यक्तिगत सोच के छ भने शिक्षा सिपयुक्त हुनुपर्छ, सिप रोजगारसँग जोडिनुपर्छ, रोजगार आय आर्जनसँग जोडिनुपर्छ। त्यसैले हामीले यो विश्वविद्यालयमा सिप बिना रोजगार सम्भव छैन। त्यसका लागि व्यावहारिक शिक्षा दिनको लागि यो घोकेर लेख्ने भन्दा पनि इन्टर्नल एसेसमेन्टहरूलाई हामीले बढी प्रायोरिटी दिएका छौँ। टिचर र स्टुडेन्टलाई एउटा अटोनोमी दिएका छौँ। टिचरहरूलाई कसरी तपाईँ चाहिँ प्र्याक्टिकल एजुकेसन दिन सक्नुहुन्छ, व्यावहारिक शिक्षा दिन सक्नुहुन्छ त। अब कम्प्युटरमा त हामीलाई ठुलो इन्फ्रास्ट्रक्चर त चाहिँदैन, एउटा लजिक हो, एउटा कम्प्युटर हो होइन, ब्रेन स्टर्मिङ बढी हो, एल्गोरिदम बढी हो। त्यसैले अब तपाईँहरूले त्यसलाई कसरी प्र्याक्टिकल बनाउन सक्नुहुन्छ, कस्तो टुलहरू राख्ने, कसरी तपाईँको पेडागोजी कस्तो हुन्छ, हामीले टिचरलाई अटोनोमी दिएका छौँ। र घोकेर पढाउने भन्दा थोरै पढाउनुहोस् तर सिपयुक्त पढाउनुहोस् भन्ने मेरो इन्स्ट्रक्सन होइन। मैले अर्को कुरा काटेँ है सर। जुन यहाँले जुन एउटा परिचय गराउनु भयो, जुन डिफाइन गरिरहनु भएको छ पढाइको यहाँको युनिभर्सिटीको होइन, यो पढाइहरू त अन्य युनिभर्सिटीहरूमा पनि, जस्तो कि तपाईँको बिटेककै कुरा गर्नुहुन्छ नि, जहाँसम्म लाग्छ यो काठमाडौँ युनिभर्सिटीले पनि पढाइरहेछ होइन, अनि पूर्वाञ्चलको पनि छ जस्तो लाग्छ मलाई होइन। अब यो चाहिँ तपाईँकै विश्वविद्यालय किन त होइन, तपाईँमा उनीहरूको अरू युनिभर्सिटी भनौँ, तपाईँभन्दा पुराना युनिभर्सिटीहरू पनि छन् नि होइन। अब त्यहाँ नपढाएर त्यहाँ नपढेर तपाईँको युनिभर्सिटीमा किन आउने त? तपाईँमा एक्स्ट्रा के छ त भन्ने कुरा मैले बुझ्न खोजेको के सर। हेभ यु गट माई पोइन्ट? यस, डेफिनेटली। यसमा म तपाईँको एकदम राम्रो प्रश्न गर्नुभयो।
र समसामयिक र सबैले सोध्ने प्रश्नहरू। यो हाम्रो बिटेक भनेको के हो भने चाहिँ हाम्रो टेक्नोलोजिकल युनिभर्सिटी भएर हाम्रो प्रत्येक प्रोग्रामको नाममा बिटेक जोडिन्छ। एउटा कुरा टेक्नोलोजी युनिभर्सिटी भएर त्यसो अन्य बिटेकका कार्यक्रम र हाम्रो बिटेकका कार्यक्रममा सम्पूर्ण प्रोग्राममा अगाडि बिटेक ब्याचलरमा बिटेक हुन्छ, मास्टरमा एमटेक हुन्छ, पछि प्रोग्रामको नामहरू आउँछ। र हजुरले भने जस्तै हाम्रोमा किन पढ्ने भन्ने कुरालाई एउटा के हो भने उच्च शिक्षामा सबैको पहुँच पुर्याउन र भ्यालीमा आउन गाह्रो छ। यहाँ आउँदाखेरि 3 टाइम्स कस्ट बढ्छ भने त्यही लोकालिटीमा हाम्रो विश्वविद्यालयमा तपाईँको 3टा प्रदेशको इन्टरसेक्सन पोइन्ट हो नेपालगञ्ज भनेको। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको इन्टरसेक्सन हो। र त्यहाँ त्यो 3टा प्रदेशलाई एउटा एजुकेसनल हब बनाउने प्रदेश सरकारले लक्ष्य लिएको छ। त्यही अनुसार हामीले नोमिनल फी राखेका छौँ र जसमध्ये हामीले 50%लाई सब्सिडी दिन्छौँ र 50%सँग लिन्छौँ। जस्तो 6 जनालाई हामी पूर्ण निःशुल्क, 6 जनालाई 75% डिस्काउन्ट, 6 जनालाई 50% डिस्काउन्ट, 6 जनालाई 25% गरेर यसरी हाम्रो 24 जनालाई दिने, 24 जनालाई दिने र 24 जनाको लिने 48 कोटा मध्ये है। त्यो एउटा जसको आर्थिक अवस्था कमजोर छ उसले पनि पढ्न पाओस् भन्ने सोचेका छौँ, उच्च शिक्षामा पनि है। अर्को भनेको अघि मैले भने हामीले बनाएका करिकुलमहरू अन्य विश्वविद्यालयको तुलनामा हामी भर्खरै आएको हुँदाखेरि अहिलेको कन्टेम्पोरेरी इस्युहरू, कन्टेम्पोरेरी टेक्नोलोजीहरू सम्बन्धित सिलेबसहरू, पाठ्यक्रमहरू हामीले निर्माण गरेका छौँ। जस्तै ब्लकचेन, जस्तै इन्टरनेट अफ द थिङ्स, बिग डेटा एनालिटिक्स, एआई, यस्ता कुराहरू, डेटा एनालिटिक्स, यो सबै कार्यक्रममा छ हाम्रो। तपाईँ आइटी बिटेक इन आइटी पढ्नुहोस् अथवा एआई पढ्नुहोस् अथवा आइटी इन्जिनियरिङ पढ्नुहोस्, यो करिकुलम चाहिँ हामीले एड गरेका छौँ। किनभने अहिलेको रिसेन्ट जब मार्केट हेर्दाखेरि टप 20 जब मार्केट केमा छ भन्दाखेरि केमा भन्छ भने एआईमा भन्छ, केमा भन्छ बिग डेटामा, केमा पाउन सकिन्छ डिजिटल मार्केटिङमा। जसले गर्दाखेरि हामीले त्योसँग सम्बन्धित करिकुलमहरू हामी एउटा मौका पायौँ, एउटा अवसर पायौँ। त्यो अवसरलाई हामीले क्याच गरेका छौँ। एउटा लेटेस्ट करिकुलम छ, अर्को नोमिनल फी छ र नहुनेका लागि, आर्थिक अवस्था कमजोर भएका लागि सब्सिडीको प्रशस्त माध्यमहरू छन्। त्यो बाहेक हामीले प्रदेश सरकारसँग मिलेर, प्रदेश योजना आयोगसँग मिलेर इन्टर्नसिप गराउने र रोजगारी कसरी दिन सकिन्छ भन्ने हामी एमओयू गरेका छौँ। र हामीले पब्लिक प्राइभेट पार्टनरसिपबाट त्यो प्रदेशमा एउटा नमुनाको विश्वविद्यालय बनाउन चाहिँ लागि परेका छौँ। त्यसैले फरक छौँ जस्तो लाग्छ। होइन, मैले एउटा कुरा, तपाईँले करिकुलम सिलेबसको कुरा गर्नुभयो होइन। अहिले मैले पछिल्लो समय जुन देशमा होइन विदेशको युनिभर्सिटीहरूसँग एफिलिएसन लिएर नेपालमा कलेज खोल्नेहरूको पनि बढ्दो क्रम छ यो सूचना प्रविधिमा है। अनि उहाँहरूको चाहिँ भनाइ के छ भन्दाखेरि उहाँहरूको मार्केटिङ फन्ना भनौँ न, नेपालको युनिभर्सिटीहरूले चाहिँ लेटेस्ट अपडेट भएको छैन भनौँ न, उहाँको भनौँ नेपालको युनिभर्सिटीहरूको चाहिँ सिलेबस चाहिँ लेटेस्ट मार्केट डिमान्ड अनुसारको छैन। तर हामी चाहिँ पछिल्लो समय जुन मार्केटमा जुन डिमान्ड छ त्यो अनुसार हामी कोर्स कन्टेन्ट पढाउँछौँ भनेर उहाँले भनिरहनु भएको छ। नट ओन्ली फर योर युनिभर्सिटी, नेपालको अर्को युनिभर्सिटीहरूमा पनि यो एउटा ठुलो च्यालेन्जको रूपमा आइरहेछ होइन। तपाईँले भन्दै हुनुहुन्छ कि हामी ठिक छौँ, हामीले मार्केटको डिमान्ड अनुसार नै कोर्स कन्टेन्ट पढाइरहेछौँ भन्नुहुन्छ होइन। अब यो सम्बन्धमा तपाईँको भनाइ के छ? यो मैले यो सुनेको छु होइन, मैले पनि सुनेको छु र धेरै जसले एफिलिएसन बाहिरको एफिलिएसन लिएर चलाउनु भएको छ प्रत्येक कलेजहरूको नाम मलाई थाहा छ काठमाडौँ भ्यालीमा है। र के हो भने उहाँहरूको करिकुलम हेर्दाखेरि एकदमै सर्ट अब्जेक्टिभ ओरिएन्टेड छ कि। जस्तो भनौँ न, डेटा साइन्स पढाउने भन्यो 6 महिनाको कोर्सलाई तपाईँको लेन्दी बनाएर 3 वर्षको बनाइदियो होइन। अब बिटेक इन सफ्टवेयर इन्जिनियरिङ भन्यो होइन, अथवा सफ्टवेयर इन्जिनियरिङ भन्यो मेजर। अब सफ्टवेयर इन्जिनियरिङ मात्रै मेजर गरेर चाहिँ पुग्दैन। तपाईँको कोर
प्रोग्रामहरूमा साँच्चै नलेज र लङ टर्म कोर्स अब लिने हो र राम्रो नलेज लिने हो र रिसर्च एन्ड डेभलपमेन्टमा जाने हो भने हामीले भन्ने गरेका छौँ काम चलाउने शिक्षा दिने कि अलिकति अनुसन्धानमूलक शिक्षा पनि दिने त भन्दाखेरि मैले हेरेको कम्पेयर गर्दाखेरि R&Dमा त्यति फोकस गरेको देखिँदैन। करियर फोकस 6 महिनाको जस्तो एआईको ट्रेनिङ लिने, डेटा साइन्सको ट्रेनिङ लिने, त्यो स्किलले एकदमै तुरुन्तै करियर बनाउन सक्ने। तपाईले R&D को कुरा गर्नुभयो हैन, गर्न सक्ने। मैले सरस्वती हेर्दाखेरि हैन, हजुर, नेपालको युनिभर्सिटीहरूले हैन, मतलब मेबी आई एम रङ है, हाम्रो नेपालको युनिभर्सिटीहरूले जुन R&D मा भनौँ रिसर्च एन्ड डेभलपमेन्टमा पनि गर्छ र जस्तो लाग्छ क्या मलाई। मलाई ठिक छ, यो हजुरको कुरा अघिको कुरालाई म कन्टिन्यू गर्छु। पहिलो कुरा यो बाहिर विदेशको कुरा करिकुलमहरू वास्तवमा एक्ज्याक्टली महँगो छ। साँच्चै भन्यो भने दूर दराजको मान्छेको पहुँचभन्दा बाहिरको करिकुलम छ र बाहिरको फी छ है, पहुँचभन्दा बाहिरको फी छ है, त्यो त्यस्ता हो होइन। अब यो जसको हुनेहरूले त केही फरक परेन, जति तिरे पनि भयो होइन, त्यसैले पहुँचको कुरा पनि हो हैन। त्यो मात्रै पहुँचको कुरा मात्रै हैन, पहुँचको कुरा मैले तपाईँको कुरा काटेँ। हजुर, आज कसैले मतलब आइटी पढ्न खोजिरहेछ भने आज उसँग पैसा छ भन्दैमा त्यो विदेशी विश्वविद्यालयमै जानुपर्छ भन्ने त छैन नि, छैन हैन। उसले राम्रो क्वालिटी एजुकेसन लिने हो नि, नेपालकै युनिभर्सिटीहरूमा पनि राम्रै पढाइ हुन्छ भने हैन, वाइ सुड वी गो भन्ने खालको वाइ सुड गो फर अब्रड। ठिक छ। अब मैले यस्तो हजुरले यहाँनिर पुनः जोड्न चाहे एउटा कुरा गरेँ, काठमाडौँमै पनि अहिले कति धेरै कलेजहरू खोलेको छ विदेशी युनिभर्सिटीहरूमा चाहिँ एफिलिएसन लिएर हैन। अब यसमा कस्तो छ भने एउटा विश्वविद्यालय स्ट्राटेजी बनाउनु पर्यो। जस्तो हाम्रो विश्वविद्यालयको विशेषता के छ भने वी क्यान अफर स्यान्डविच प्रोग्राम हैन। 2 वर्ष हाम्रोमा पढेर 2 वर्ष बाहिर जान सक्छ, अथवा 1-2 वर्ष हाम्रोमा पढेर 1 वर्ष बाहिर गएर फेरि हामी कहाँ सर्टिफिकेट दिन सक्ने हामी कहाँ हाम्रो विधानमा उल्लेख छ। अब के भने ग्लोबल कन्टेक्स्ट के रहेछ भने बुझ्नको लागि के, त्यसैले विश्वविद्यालय यस्तो प्लान बनाउनु पऱ्यो विश्वविद्यालय विद्यार्थीलाई ग्लोबल एक्सपोजर पनि पाओस्। एउटा कुनै एउटा प्लेटफर्म मिलाएर ग्लोबल एक्सपोजर पाउँछ भने त्यस्तो प्लेटफर्म विद्यार्थीले किन नदिने, त्यो प्लेटफर्म लुम्बिनी प्राविधिक विश्वविद्यालयले दिन्छ। एउटा युनिकनेस त्यो छ हाम्रो चाहिँ होइन अरूभन्दा। त्यसैले हामी ग्लोबल्ली के हो भने आजभोलि कस्तो शिक्षा दिइरहेछ, करिकुलम के छ, हामी सिङ्गल सर्टमा एआईले एनालाइसिस गरेर दिन्छ। हेर्नुहोस् मेरो करिकुलम कस्तो छ, उहाँले विदेशबाट एफिलिएटेड कलेजहरूको यहाँ कस्तो छ, फ्र्याक्सन अफ सेकेन्डमा कम्पेयर गरिदिन्छ होइन। त्यसैले उहाँहरू कस्तो हुनुहुन्छ के छ भन्ने कुरा हामीले तुरुन्तै एनालाइसिस गर्न सक्छौँ। त्यसमा अघि भने कोर कोर्सहरू, मेजर कोर्सहरू, इलेक्टिभ कोर्सहरू कस्ता छन् त, त्यसले लङ टर्म डिसाइड गर्छ। र अनि हजुरले भने जस्तै नेपालमा रिसर्चका कामहरू भएको छैनन् भन्नाले अब के हो भने विद्यार्थीलाई रिसर्चमा इन्भल्भ नगराएर फ्याकल्टीलाई रिसर्चमा इन्भल्भ गरेर अबका विश्वविद्यालय टिक्दैनन्। त्यसैले सरकारले, सङ्घीय सरकारले, प्रदेश सरकारले साँच्चै नै शिक्षामा राम्रो लगानी गर्ने हो भने इनोभेसनमा लगानी गर्नुपर्छ, रिसर्चमा लगानी गर्नैपर्छ। अनि बल्ल हामी युनिकनेस फरक छौँ यस्तो पायौँ भन्न सक्छौँ, कुनै एउटा प्याटर्न राइटको कुरा गर्न सक्छौँ, डिजाइन प्याटर्नका कुरा गर्न सक्छौँ, एल्गोरिदमका कुराहरू गर्न सक्छौँ। अब त्यसको लागि कस्ट चाहिन्छ, फन्डिङ चाहिन्छ, त्यो चाहिँ सरकारले सोच्न अति जरुरी छ। अब नसक्ने भन्ने चाहिँ होइन अनुसन्धान। यस। अब हामी एआईको सम्बन्धमा कुरा गरौँ है सर। हजुर। अब सबभन्दा पहिला हाम्रो जुन नेपालकै कुरा गर्ने हो भने नेपालमा जुन एआईको जुन खालको एउटा वेब हामी आएको देख्छौँ होइन। हुन त एआई इज नट न्यू थिङ्स होइन, त्यो 1990s कै पालामा निस्केका कुरा हुन्, तर पछिल्लो जुन समयमा 1950s अराउन्ड 60s भन्दा पनि हुन्छ। मैले चाहिँ 1990s कै सुनेको कुरा हो होइन। अब यो जुन खालको एउटा जुन आएको छ जुन एउटा होइन, सबभन्दा पहिला पब्लिकमा चाहिँ अबको समय भनेको एआईको हो भन्छ कि, सबभन्दा पहिला एआई भनेकै के हो हजुर होइन, हाउ डज इट वर्क्स भन्ने खालको कुराहरू पनि बुझेका छैनन् हजुर सर्वसाधारणले। अनि अब तपाईँले भनिदिनुहोस् कि वाट इज एआई अनि हाउ डज इट वर्क्स। अब अहिले तपाईँको हामीले नेपालमा धेरै क्रान्तिका कुराहरू भए
राजनीतिक क्रान्तिका कुराहरू। तर नेपालले हामीले नबुझेको चाहिँ औद्योगिक क्रान्तिका कुराहरू हामी कम गरेका छौँ। औद्योगिक क्रान्ति 1, औद्योगिक क्रान्ति 2, 3मा कम्प्युटर आयो, 4मा आएर इन्डस्ट्रियल रिभोल्युसन 4, औद्योगिक क्रान्ति 4मा आएर एआईको आयो, कुराहरू आयो। अब यहाँनिर के छ भने यो एआईको कुरा गर्ने बित्तिकै त्यहाँ यो औद्योगिक क्रान्तिमा आर्टिफिसियल इन्टेलिजेन्स भन्ने बित्तिकै धेरै प्रविधिहरू छन्, डिजिटलाइजेसनका कुराहरू छन्। अब मैले यसलाई यहाँनिर यसरी जोड्न चाहेँ कि जस्तो लोकेसन डिटेक्सन टेक्नोलोजी, मोबाइल डिभाइसेस, बिग डेटा, एजुमेन्टेड रियालिटी, 3D प्रिन्टिङ, यिनी सबै कुराहरूले गर्दाखेरि औद्योगिक क्रान्ति 4ले गर्दाखेरि 4मा जुन हामीले एचिभमेन्ट अथवा त्यस्तो कुराहरू पाएका छौँ, टुलहरू पाएका छौँ, उपयोग गर्न पाएका छौँ, त्योबाट हामीलाई एआई भएको रहेछ भन्ने कुरा सुनिएको छ। अब म एआई भनेको के हो भने साधारण भाषामा पहिलो कुरा मैले भाषा विज्ञसँग पनि छलफल गर्नुपर्ने आवश्यक देख्छु। नेपालीकरण कम छ। जस्तो नेपाल सरकारले कृत्रिम बौद्धिकता भनेर नीति निकाल्यो होइन, यो आर्टिफिसियल इन्टेलिजेन्स पोलिसी बनायो हो, त्यहाँ बौद्धिकता भनेको छ होइन। अनि अरूले कृत्रिम बुद्धिमत्ता भन्छन्। अब इन्टरचेन्जेबल युज होला व्यावहारिक रूपमा होइन, केही फरक परेन, भाव त एउटै होइन, भाव त एउटै हो होइन। तर एउटै यो हो भन्न चाहिँ आवश्यक छ कि सरकारी ऊ अनुसार होइन। यसलाई बौद्धिकता भन्ने कि बुद्धिमत्ता भन्ने कि के हो त भन्ने कुरा भाषा विज्ञहरूले चाहिँ यसलाई ठ्याक्कै यो है भन्ने कुरा नामाकरण चाहिँ गर्न आवश्यक छ जस्तो मलाई लाग्छ। कृत्रिम बुद्धिमत्ता हो कि कृत्रिम बौद्धिकता हो पहिलो कुरा। अब यो साधारण भाषामा के हो भने कुनै पनि मेसिनलाई, कुनै पनि डिभाइसलाई कसरी बुद्धिमान बनाउन सकिन्छ भन्ने कुरा हो। मेसिनलाई कसरी इन्टेलिजेन्ट बनाउन सकिन्छ। जस्तै आजभोलि इलेक्ट्रिक भेहिकलहरू, स्मार्ट भेहिकलहरू आएका छन्। कुनै अब्जेक्ट अगाडि आउने बित्तिकै त्यो अटो स्टप हुन्छ। अब त्यो अब्जेक्ट लिभिङ पनि हुनसक्छ, नन लिभिङ पनि हुनसक्छ। त्यो कुरा चाहिँ छुट्याउन सकेका छैन अझै होइन। यो लिभिङ हो, यो नन लिभिङ हो, तर उसले देख्ने बित्तिकै रोकिन्छ। अब त्यो के भयो त्यो कारमा भन्दाखेरि तपाईँको कृत्रिम बौद्धिकता प्रयोग भयो, जसले मैले चाहिँ अगाडि वस्तु छ भने म गुड्नु हुँदैन भन्ने कुरा थाहा पाएँ र रोकियो। साधारण उदाहरण हो, त्यसो एउटै उदाहरण होइन। अब अरू थुप्रै छन्। आजभोलि तपाईँलाई नेटफ्लिक्समा अथवा कुनै युट्युबमा हेर्नुभयो भने रिकमेन्डेसन सिस्टमहरू आइहाल्छ होइन। मैले सरसँग त्यसैले मैले यसरी भन्न होइन, एउटा कुरा मैले सरको मैले बिचमा कुरा काटेँ, सरी है। तर यो कुराहरू त सबैले देखिरहेको कुरा हुनु होइन। ठिक हो। तर यो एआईले कसरी काम गर्छ त भित्री रूपमा भन्नाले त्यो कसरी, जस्तो कि तपाईँले आज गीत बनाउनु भयो, एआईबाट गीत बनाउन सकिन्छ। अब गीत बनाउने पनि सबैले जाने छ, गीत बन्छ भनेर सबैलाई थाहा छ। तर कसरी बन्छ त भन्ने कुरा त पब्लिकलाई त भनौँ न त्यति बिना थाहा नभएको कुरा हो नि। त्यो चाहिँ तपाईँ जस्तो विज्ञबाट सुन्न चाहन्छ कि यो यसरी बन्छ भन्ने कुराहरू भित्री रूपमा, या भनौँ न यो इन्टरनल्ली जुन हाउ इट वर्क्स भन्ने कुराहरू, त्यो चाहिँ एकताल मलाई भनौँ न हाम्रो जुन पब्लिकले बुझ्ने भाषामा एकताल भनिदिनुहोस् न। अब साधारणतया के हो भने गीत कसरी लेखिन्छ भन्ने कुरा त नेपाली गीत लेख्ने गीतकारहरूले एउटा प्याटर्न त पक्कै छ। लोकगीतको आफ्नै छ, पपको आफ्नै छ होइन, आधुनिकको आफ्नै छ। यसो गायकहरू र कम्पोजर गीत लेख्नेको शैली हेर्दाखेरि अब के हो भने 3टा स्टेप हुन्छ हजुर यसमा। कसरी काम, मेसिनलाई कसरी इन्टेलिजेन्ट बनाउने भन्ने हो पहिलो कुरा चाहिँ है। अब त्यसमा पहिलो भनेको डेटा कलेक्सन। ओके, गीतको अथवा भने गीतकै इक्जाम्पलबाट गरौँ, गीतको सङ्ग्रह हुन्छ होइन, लोकगीतकै सङ्ग्रह होला, डेटा कलेक्सन भयो। अब कस्ता कस्ता स्वरमा भएका छन्, कस्तो कस्तो स्वरमा गाइएको छ, कस्ता कस्ता म्युजिक कम्पोज गरिएको छ, कस्तो इन्स्ट्रुमेन्ट प्रयोग गरिएको छ भन्ने कुरा मेसिनलाई ट्रेनिङ गराइन्छ, राखिन्छ, मेसिनमा फिट गरिन्छ। डेटालाई मेसिनलाई कसरी इन्टेलिजेन्स भन्ने डेटा फिट गराइन्छ। अब त्यो मेसिनलाई त्यो तपाईँको अथवा तपाईँले विभिन्न मेसिन ल्याङ्ग्वेजहरू प्रयोग गरेर त्यो फिट गरिन्छ र त्यसपछि प्रेडिक्सनमा गइन्छ। 3टा स्टेप हो हजुर। एउटा डेटा कलेक्सन,
दोस्रो मेसिनलाई ट्रेनिङ दिने, डेटा ट्रेन गर्ने, तेस्रो त्यसबाट प्रेडिक्सन गर्ने, डिसिजन निकाल्ने। अब यसरी बुझौँ, मैले अब यसरी बुझौँ है, जस्तो कि आज कुनै एआईमा सङ भनौँ न गीत बनाउँदैछौँ भने सबभन्दा पहिला जुन रचना होइन, रचना त आफूले नै इन्ट्री गर्नुपर्ने हो होइन, त्यो त इन्ट्री नै हुन्छ होइन। त्यसपछि अलरेडी कसैले होइन त्यो आर्ट जुन मेसिनमा चाहिँ म्युजिकको लागि पनि तबला भनौँ या गिटार भनौँ या उनीहरूले राखिसकेका हुन्छ र त्यो उसको मेमोरीमा हुन्छ, त्यो भयो। र अर्को भनेको चाहिँ स्वर, भोइस होइन, त्यो पनि त्यसमा इन्ट्री भइसकेको हुन्छ है। यो सबै कुरा मिलेर चाहिँ एउटा गीत उसले प्रोसेस गरेर उसले बनाइदिन्छ, बेस्ट कुन हो भनेर, बेस्ट कुन हो भनेर त्यो अप्सन पनि दिन्छ हजुर होइन। यसरी बुझ्दाखेरि हुन्छ, त्यही नै हो हजुर, त्यही नै जस्तो। र यसको लागि अब हामीले बुझ्नुपर्ने कुरा के हो भनेपछि प्रम्प्ट इन्जिनियरिङ। हामी एआईको कुरा गर्छौँ, एआईको कुरा गरिराख्दाखेरि कस्तो गर्दाखेरि राम्रो राम्रो आउटपुट निस्कन्छ अथवा प्रेडिक्सन गर्न सकिन्छ, रिजल्ट निकाल्न सकिन्छ भन्ने कुरा चाहिँ प्रम्प्ट इन्जिनियरिङ हो हजुर। त्यो प्रम्प्ट इन्जिनियरिङ बुझ्न आवश्यक छ। अब यो कोर्सकै कुरा गर्दाखेरि जुन यहाँको जुन विश्वविद्यालयमा हजुर, जस्तो कि अब मैले 2-4वटा एआईकै कुरा गर्दाखेरि जस्तो कि मेसिन लर्निङ इन्जिनियरिङ भन्ने एउटा सब्जेक्ट पनि हुन्छ, मेसिन लर्निङ छ यस है। अनि डाटा साइन्स यस अर्को कुरा भयो। अनि त्यसै आएर यो जुन रोबोटिक इन्जिनियरिङ, इन्टरनेट अफ द थिङ्स होइन, अनि बिग डाटा भनौँ न, बिग डाटा रिलेटेड होइन, जस्तो कि एनालाइसिस होइन। अब यी विविध खालको कोर्सहरूमध्ये तपाईँको युनिभर्सिटीमा चाहिँ के पढाइ हुन्छ त? अघि मैले भने हाम्रो कोर्समा अन्डर ग्रेजुएट प्रोग्राममा मेसिन लर्निङ, डेटा साइन्स, इन्टरनेट अफ द थिङ्स, आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन सबैलाई हामीले अफर गरेका छौँ है। यो सबै कोर्सहरू हाम्रोमा छ। अब यसमा विद्यार्थीले केमा गएर मेजर प्रोजेक्ट गर्छ, केमा गएर इन्टर्न गर्छ र उसकोले केमा करियर बनाउँछ भन्ने कुरा चाहिँ विद्यार्थीमा भर पर्छ। तर हामीले एज इलेक्टिभ पेपर होइन कि सबैमा कोर सब्जेक्टमै राखेका छौँ। अब यो जुन एआईमा एक्सपोर्ट हुनको लागि हजुर होइन, एआई आजको युवा जमातमा भनौँ जेनजीहरूलाई होइन होइन, यो चाहिँ पढ्नुहोस् होइन, तपाईँहरू एआईमा चाहिँ जान सक्नुहुन्छ, एआई एक्सपोर्ट बन्न सक्नुहुन्छ भनेर चाहिँ वाट यु सजेस्ट तपाईँको एउटा कोर्सको रूपमा यहाँले भन्दाखेरि कुन चाहिँ कोर्स चाहिँ तपाईँले रिकमेन्डेड गर्नुहुन्छ? अब थुप्रो कोर्सहरू छन्, सर्ट टर्म कोर्सहरू होइन। अब यहाँनिर के बुझ्नु, म यहाँनिर के थप्न चाहन्छु भने जस्तो हामीले एआईलाई 3 किसिमले क्याटेगोराइज गरेका छौँ इन्टेलिजेन्सको हिसाबले है। एउटा तपाईँको आर्टिफिसियल न्यारो इन्टेलिजेन्स, जस्तो अघि मेसिनको कुरा मैले गाडी कुरा गरेँ होइन, त्यस्तै तपाईँको यो एप्पल सिरीका कुराहरू होइन, यो न्यारो इन्टेलिजेन्समा पर्छ। अर्को जेनरल इन्टेलिजेन्स, आर्टिफिसियल जेनरल इन्टेलिजेन्स, जसमा चाहिँ जेनेरेटिभ एआई, च्याट जिपिटी, जेमिनी, ग्रोक यिनी कुराहरू आयो। अर्को चाहिँ आर्टिफिसियल सुपर इन्टेलिजेन्स, जुन चाहिँ हाम्रो थिङ्किङभन्दा बाहिरको कुरा छ होइन। त्यस्ता कोर्स अफर गर्ने कुरा संस्थानहरू थुप्रो छन् होइन। तपाईँले कोर्सेरा होइन, एमआइटी ओपन कोर्सवेयर राइट, हार्वर्डका थुप्रो युनिभर्सिटीले अहिले अनलाइन कोर्सहरू राखेको छ, सर्ट टर्म कोर्सहरू राखेको छ, 3 महिने 15 दिनको 1 महिनाको होइन। त्यसैले राम्रा युनिभर्सिटीहरू सबै अनलाइनमा गइसकेका छन् र लेटेस्ट कोर्सहरू अफर गरिरहेछन्। हामीले अलिकति पेमेन्ट मेकानिजम राम्रो बनाउन सकियो भने राम्रो सर्टिफिकेसन 3 महिनाको, 2 महिनाको, 1 महिनाको, 15 दिनको टुल लिन सक्छौँ युनिभर्सिटीकै कोर्सहरू। त्यसैले सर्ट टर्म कोर्सहरू लिएर पनि करियर बनाउन सकिन्छ। र नेपालको आइआइडिएसको रिपोर्ट आएको छ 2022मा, जसमा चाहिँ नेपालमा +2 गरेर साधारण कोर्स ट्रेनिङ लिएर आउटसोर्स गर्नेले लगभग एभरेजमा 50,000 कमाएको भन्ने रिपोर्ट छ होइन।
अलि प्लस ब्याचलर गरेर सर्टिफाइड भएकोले चाहिँ 1 लाख कमाएको भन्ने छ। अनि हायर लेभलको चाहिँ तपाईँको अलि हायर स्किल भएकोले चाहिँ 1.5 लाखसम्म कमाएको अथवा अराउन्ड 2 लाखसम्म कमाएको भन्ने एउटा रिपोर्ट छ होइन। र यो हामीले यो कस्तो भनेपछि प्रवृत्तिलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा चाहिँ सामूहिक रूपमा सोच्न आवश्यक छ। विभिन्न नेतृत्वले कहिलेकाहीँ मलाई एउटा भन्न मन लाग्छ होइन, अब गगन थापालाई कीर्तिपुरमा ल्यापटप ल्यायो भने ल्यापटप लिएर गर्नुहोस् पैसा कमाउनुहोस् भन्दाखेरि हावामा उडायो होइन। तर त्यो होइन, सम्भव छ त्यसलाई कसरी इन्टिग्रेट गर्ने होइन, त्यो कुराहरूलाई चाहिँ हामीले म एज अ एकाडेमिसियन मैले के गर्न सक्छु, एज अ एन्टरप्रेन्योर तपाईँको रोल के हुनसक्छ, एज अ लिडर उहाँको एज अ पोलिटिसियन उहाँहरूले कहाँनिर कन्ट्रिब्युट गर्न सक्नु, त्यो कुराहरूलाई मिलाएर चाहिँ हामी साँच्चै वास्तवमा यो हामी अहिलेका टेक्नोलोजीहरूको लाई प्रयोग गर्न सकेन भने हामी अझै पछाडि पर्छौँ होइन। अब तर त्यसको लागि के हो भने चाहिँ अलिकति जस्तो डरका कुराहरू होइन, अब मोबाइल ब्याङ्कमा जाने बित्तिकै मेरो कसैले ह्याक गरिदिएर पैसा जान्छ भन्ने कुरा, थ्रेडका कुराहरू र इथिकल्ली कसरी युज गर्ने भन्ने कुराहरू सर्वसाधारणलाई अवेरनेस बनाएर अवेर गरेर अगाडि बढ्ने जरुरी छ। जस्तो कि अब एआईकै कुरा गर्दाखेरि एउटा पब्लिकली एउटा नेपालमा के एउटा कन्सेप्ट बुझिया छैनन् भने यो जस्तो कि आज कुनै एउटा फेसबुकमा एड हेर्नुभयो तपाईँले, जुत्ताको एड होइन, तर त्यसपछि चाहिँ उसको फेसबुक पेजमा भनौँ फेसबुक एड्रेसमा कन्टिन्यू जुत्ताको एडहरू आइरहेको हुन्छ होइन। अब जस्तो कि आज त्यो कसरी भइरहेछ भन्ने कुराहरू चाहिँ पब्लिकलाई एउटा होइन त्यो एउटा अचम्म लागिरहेको अवस्था छ कि त्यो कसरी भइरहेको हुन्छ यो जुन। अब यसमा अघि मैले भने जस्तै जुन 3टा स्टेप छ नि, एउटा डेटाको ठुलो डेटा छ, डेटा कलेक्सन गरेर राखेको छ र त्यसलाई मेसिनमा ट्रेन गराएको छ र प्रेडिक्सन गरेको छ। अब तपाईँले भने जस्तै म आफै पनि अब हजुरले पनि फेसबुकको कुरा गर्नुभयो होइन, मैले पनि एउटा टिकटककै भनौँ न, मैले एउटा एकपटक मलाई तपाईँको कस्तो भनेपछि अलि ढाड दुख्यो कि पछाडिपट्टि होइन, अनि मैले के ओहो ढाड दुख्यो यो किडनीको समस्या हो क्या, त्यहाँ पछाडि ढाड दुख्यो शङ्का लाग्यो होइन। अनि मैले वाट आर द सिम्टम्स अफ किडनी फेलियर भनेर लेखेँ है, युट्युबमा गएर गुगलमा त्यति लेख्ने बित्तिकै मलाई 1 हप्तासम्म त्यसकै सम्बन्धी टिकटक खोल्दा पनि त्यही, फेसबुक खोल्दा पनि त्यही। अनि के भनेपछि अब यहाँनिर यस्तो के भइसक्यो भने तपाईँले इनपुट गरेका डेटाहरू होइन, तपाईँले इनपुट गरेका डेटाहरू कलेक्टेड हुन्छ, कलेक्ट होइन मेमोरीमा गएर बस्छ र अब तपाईँका त्यो डेटा कलेक्ट भइसकेपछि डेटा चाहिँ स्टोर भइसकेपछि मेमोरीमा ठुलो डेटा सेन्टरमै भनौँ न डेटाबेसमा स्टोर भइसकेपछि अब यो साँच्चै होला कि भनेर उसले अब त्यो तपाईँलाई अब अटो स्क्यानिङ भनौँ न, अब इभन यस्तो भइसकेको छ कि एआई चाहिँ अब तपाईँहरू म बोलिरहेको छु मेरो मोबाइलमा जेमिनी मैले एक्टिभ गरेको छु भने सबै रेकर्डेड हुनसक्छ होइन। त्यस्तो टुलहरू आइसक्यो कि ब्याकग्राउन्डमा के भइरहेछ, के चलिरहेछ र उसले के खोजिरहेछ भन्ने कुराहरू समेत त्यो जुन अघिका 3टा स्टेप छ त्यसले गर्दाखेरि हाम्रो डेटाहरू तपाईँले के इनपुट दिनुहुन्छ र यसले के खोजिरहेछ भन्ने कुरा अब उसले त्यो ठुलो डेटाबेसमा फेरि सर्च गर्दै जान्छ र त्यसलाई रिफाइन गर्दै गर्दै गएर अब आजभोलि तपाईँले हेर्नुभयो होला नोटबुक एलएलएम होइन गुगलको, अब त्यसमा तपाईँको प्रायः जसो अलिकति इन्टलेक्चुअल जो अहिले भाग लिनुभयो इलेक्सनमा उहाँहरूले नोटबुक एलएलएमबाट विभिन्न सिटीका मोडेल डिजाइन गरेको, आफ्नो घोषणापत्रको लागि चाहिँ समराइज गरेर इन्फोग्राफिक्स बनाएको होइन, त्यस्ता धेरै टुलहरू आइसकेका छन् जसले गर्दा अब के हुन्छ भन्ने कुरा चाहिँ प्रेडिक्सन गर्न गाह्रो। अब यसलाई यसरी बुझौँ होइन, जुन हामीले जुन एउटा इन्ट्री गर्छौँ हजुर होइन, हाम्रो इनपुट जे छ त्यो चाहिँ
कम्प्युटर अँ। या एआईले चाहिँ अँ। मेमोरीमा राखिरहेको हुन्छ राखिरहेको, होइन अँ। त्यो सर्टेन टाइमसम्म उसले चाहिँ यसले खोजेको चाहिँ यो हो भन्ने यो खालको उसले हुनसक्छ भन्ने। त्यसलाई प्रोसेस गरेर उसले आउटपुट दिन्छ हजुर प्रिडिक्सन गरिदिन्छ होइन अँ। अब एक हिसाबले भन्ने नि गरिन्छ नि आज नेपाल सरकारसँग जति डाटा छ अँ। त्योभन्दा बेसी चाहिँ हाम्रो मेटा फेसबुकहरूसँग फेसबुक छ अँ। भन्ने कुराहरू चाहिँ यसले पनि प्रमाणित हुन्छ जस्तो लाग्छ डेफिनेटली तपाईँले भने जस्तै तपाईँ हामी तपाईँले पनि यो प्रयोग गरिराख्नु भएको छ होइन तपाईँ पनि एउटा आइटीको विज्ञ हो क्यानको उपाध्यक्ष समेत भइसकेको मान्छे महासचिव पनि भएर चलाएको होइन हजुरलाई पनि यो सबै थाहा नै छ तैपनि के हो भने आम नागरिकलाई यसको सदुपयोग कसरी गर्ने दुरुपयोगबाट कसरी बस्ने भन्ने कुरा चाहिँ हामीले सुसूचित गराउन अति जरुरी छ अति जरुरी छ अब जुन एआईबाट जुन गरेको कामहरू हजुर होइन कसरी चिनिने या भनौँ न कसरी बुझ्न सकिन्छ कि एआईबाट गरिएको हो भन्ने कुरा त्यो कुरा पनि अलिकता तपाईँलाई जस्तो साधारण इक्जाम्पलबाट मैले सुरु गरेँ यस्तो रुटिन जबलाई एआईले यति सजिलो बनाइदिएको छ होइन तपाईँले प्रम्प्ट इन्जिनियरिङ जान्नुभयो भने राम्रोसँग राख्नुभयो भने टिप्पणी लेख्न गाह्रो भएन अब हामी प्रायः जसो सरकारी काममा गएपछि एउटा टिप्पणी त लेख्न आउँदैन ग्रेजुएट गरिसक्यो भन्छ होइन तर तपाईँले त्यही कुरा जेनेरेटिभ एआईमा दिनुहोस् र शीर्षक मिलाएर दिनुहोस् यो शीर्षकमा यदि बजेट छुट्याइएको र यो कार्यक्रम अति आवश्यक भएको र यो संस्थाले यो सामान आवश्यक भएकोले एउटा टिप्पणी तयार पार भनिदिनु भयो भने उसले तपाईँको बजेट कुन शीर्षकमा छ कति छ त्यो प्याटर्न त्यहाँनिर के कुरा लेखेको छ त्यसकै आधारमा उसले रिजल्ट बनाइदिन्छ र यसले के बनाउँदैन भने क्रिएटिभिटी चाहिँ बनाउँदैन जस्तो भनौँ शुद्धाशुद्धिका कुराहरू होइन होइन शुद्धाशुद्धिका कुराहरू यसले हेर्न सक्दैन राइट अर्को भनेको तपाईँले केही कुरा थप्नु पर्यो होइन अब के कारणले हो होइन क्रिएटिभिटीहरू चाहिँ कमै हुन्छ होइन क्रिएटिभिटी कमै हुन्छ उसमा चाहिँ जे ट्रेन गराइएको छ तपाईँलाई होइन आर्टिफिसियल भने जे ट्रेन गराएको छ तपाईँको के भन्छ सेल्फ इम्प्रुभमेन्ट र क्रिटिकल थिङ्किङ र क्रिएटिभिटीको कुराहरू चाहिँ कम हुन्छ र जे कुरा हामीले वेट ट्रेन गरेका छौँ त्यो मात्रै पाइन्छ र अथवा भनौँ एउटा उसलाई रुटिन जबमा यसो काम हुन्छ भने उसलाई पहिले नै थाहा छ त्यसकै आधारमा उसले प्रेडिक्सन गरिदिन्छ र त्यही कुराहरू सजिलो चाहिँ बनाइदिएको छ तर 100% एकुरेट फर्मेटमा टिप्पणी लेख्न सक्दैन ओके अब आजको विश्व बजारकै कुरा गर्ने हो भने आर्टिफिसियल इन्टेलिजेन्सले एआईले चाहिँ गर्न नसक्ने काम भने त केही पनि छैन केही पनि भएन हो तर नेपालको क्षेत्रमा या नेपालको कुन कुन क्षेत्रमा चाहिँ यो आर्टिफिसियल एआईले होइन प्रयोग भइरहेको छ जस्तो लाग्छ तपाईँलाई यो जुन अब अहिले जस्तो सबैभन्दा बढी चलेको नेपालमा र जस्तो गल्ली म्याप भन्ने रहेछ होइन यो है त्यसले लोकेसन डिटेक्सन टेक्नोलोजी लोकेसन म्याप होइन ट्र्याक अब त्यो पनि एआई नै हो होइन लोकेसन डिटेक्सन टेक्नोलोजी हो होइन यसले गर्दाखेरि उबरदेखि लिएर धेरै अब पठाओ होइन इनड्राइभ धेरै संस्थाहरूले थुप्रो इन्कम गरेको छ होइन त्यहाँ पनि एआई प्रयोग भएको छ यसलाई हामी लोकेसन डिटेक्सन टेक्नोलोजी भन्छौँ होइन मोबाइल डिभाइसेसहरूमा मोबाइल ब्याङ्किङमा डिजिटलाइजेसनमा धेरै ठाउँमा प्रयोग भएको छ अब हामीले सबैभन्दा व्यापक परिवर्तन नेपालमा ल्याउन सक्ने एआईले भनेको मैले शिक्षा क्षेत्रमै देखेको छु शिक्षा क्षेत्र त्यसैले अब तपाईँ हामीले कुन क्षेत्रमा भन्दा शिक्षा क्षेत्रमा चाहिँ व्यापक आउनेवाला छ अर्को यसले रुटिन जबलाई असर पार्छ जस्तो टिप्पणी लेख्ने कामहरू अब सजिलोसँग गर्न सकिन्छ होइन अथवा कलरका कामहरू धेरै जसो हटिसकेका छन् होइन अर्को भनेको साँच्चै गर्नुपर्ने के हो भने नेपालमा जस्तो उसमा चाहिँ डिजास्टर म्यानेजमेन्टमा र कन्स्ट्रक्सनमा रोबोटिकको प्रयोग गरेर फाइदा लिन सक्नुपर्छ अब त्यसमा चाहिँ कति कस्ट लाग्छ के गर्छ अनुसन्धान गर्नु पर्यो होइन तर चाहिने भनेको अबको उसमा चाहिँ एआईको सदुपयोग हाम्रो कन्स्ट्रक्सनमा जुन लेबर वर्क छ जुन मान्छेहरूले दुःख हातले पहाड फोरिरहेछन् डोजरको प्रयोग गर्दा पनि धेरै जसो चाहिँ मान्छेहरूले गाह्रो भइरहेछ होइन अब त्यसको ठाउँमा चाहिँ रोबोटहरू प्रयोग गरेर कन्स्ट्रक्सन फिल्डमा चाहिँ एआईलाई सही तरिकाले प्रयोग गर्न सकिन्छ जस्तो लाग्छ लार्ज स्केलमा अर्को तपाईँको शिक्षामा र डिजास्टर म्यानेजमेन्टहरूमा जस्तो नेपाल जस्तो देशमा बाढी पहिरोहरू बढी आइरहेको हुन्छ र एकुरेट प्रेडिक्सन दिन सक्ने त्यस्ता टुलहरू एआई बढी प्रयोग गर्नुपर्छ जस्तो छ डिजास्टर म्यानेजमेन्टमा
अब यो एआईकै कुरा गर्दाखेरि हामीले भन्ने गर्छौँ नि यो मानव जातिलाई नै विस्थापित हुने खालको हुने किसिमले चाहिँ एआईको डेभलप भइरहेछ भन्ने कुराले जुन एउटा मार्केटमा जुन एउटा वेब आइरहेको अवस्थामा राम्रो यसले चाहिँ अब त्यो सँगसँगै अवसर पनि क्रिएट गर्छ नि होइन र हजुर होइन र यो जुन पुरानो ट्रेन्डको कामहरूले यसले विस्थापित गर्ला तर नयाँ अवसरहरू पनि त क्रिएट गर्छ नि अघि हजुरले भनिसक्नु भयो एआईले जब क्रिएट गर्ने कुरा छँदैछ र कस्ता जब गर्ने कस्तालाई रिप्लेस गर्ने हो भन्दा पनि जोसँग एआईको नलेज छ उसले नयाँ अपर्च्युनिटी पाउँछ होइन जोसँग एआईको नलेज छैन ऊ चाहिँ बेरोजगारीतिर जाने अथवा उसलाई चाहिँ कम्पिटेटिभ नहुने बित्तिकै त जागिर जब पाइएन होइन त्यसैले के हो भनेपछि एआईले रिप्लेस गर्ने भन्दा पनि एआईलाई सदुपयोग गरेर अगाडि बढ्न सक्यो भने हामी बेरोजगार हुँदैनौँ र हामी स्मार्ट वेले काम गर्न सक्छौँ होइन नयाँ तरिकाले न्युनेस दिन सक्छौँ एउटा कुरा अर्को भनेको हामीले यो जुन हामीले समय सदुपयोग गर्न पाउँछौँ योबाट तपाईँले त्यसलाई अनि अर्को एआईले छोटो समयमा राम्रो काम गरिदियो भने तपाईँले समय बच्यो भने त्यसलाई तपाईँले अर्को काममा क्रिएटिभिटीमा लगाउन सक्नुहुन्छ आफ्नो परिश्रम आफ्नो मेहनत होइन त्यसैले अब मैले चाहिँ के भन्छु भने एआईको जोसँग नलेज छ ऊ अगाडि बढ्ने हो र अर्को कुरा नेपाल सरकारले र विश्वमै एउटा चुनौतीको विषय के हो भनेपछि अब यस्तै प्रविधि भइराख्ने प्राइभेसीका कुराहरू चाहिँ एकदमै थ्रेटमा छ डेटा प्रोटेक्सन र प्राइभेसीका कुराहरू चाहिँ एआईले ठुलो चुनौतीको रूपमा रहेको छ यसको लागि लिगल फ्रेमवर्कहरू पोलिसी इन्स्टिट्युसनल पोलिसीहरू चाहिँ राम्रो बन्नु पऱ्यो इथिकल एआईका कुराहरू कसरी हो त तपाईँको मेरो प्राइभेसी त बच्नु पऱ्यो नि त होइन त्यो कुरालाई चाहिँ व्यवस्थापन गर्न सक्नु पऱ्यो लिगल फ्रेमवर्कहरू बन्नु पऱ्यो अब हामी यसरी बुझौँ कि परिवर्तन आफैमा एउटा परिवर्तन नहुने कुरा हो अपरिहार्यता नै हो होइन अब यो अनुसार समय सापेक्ष हामीहरू पनि परिवर्तन हुन सक्नुपर्छ एआईको स्किलहरू सिकौँ होइन र समय सापेक्ष एउटा परिवर्तन बनौँ होइन यसले चाहिँ विस्थापित गर्ने होइन कि नयाँ अवसरहरू क्रिएट गरेर हामीलाई मानव जातिलाई अगाडि बढाउँछ भन्ने हिसाबले हामी यसरी लागौँ है अब अन्त्यमा है अब नेपालमा मात्र नभएर संसारमै होइन एआईको भविष्य कतातिर जान्छ जस्तो लाग्छ तपाईँलाई अब अघि मैले भने आर्टिफिसियल न्यारो इन्टेलिजेन्स को सदुपयोग राम्रोसँग गर्न सकिन्छ आर्टिफिसियल जेनरल इन्टेलिजेन्स पनि राम्रोसँग सदुपयोग गर्न सकिन्छ सुपर इन्टेलिजेन्स चाहिँ कता जान्छ भनेर प्रिडिक्सन गर्न सकिँदैन अहिले चाहिँ मैले चाहिँ वास्तविक रूपमा भन्नुपर्दाखेरि हो टेक्नोलोजी यसरी आइरहेको छ कि के हुन्छ भनेर चाहिँ मैले भन्न सक्ने अवस्था छ अनि एउटा मैले ठ्याक्क सम्झिहालेँ तपाईँलाई यो जुन डिग्री बिनाको जुन एआई छ नि या एआईमा एक्सपोर्ट हुन या एआई गर्नको या एआई सिक्नको लागि डिग्री नै चाहिन्छ डिग्री चाहिँदैन युनिभर्सिटी डिग्री चाहिँदैन तर के भनेपछि एआईमा बढी प्रयोग हुने भनेको प्रोबेबिलिटी एन्ड स्ट्याटिस्टिक्स है एउटा सो तपाईँ साधारण बेसिक म्याथमेटिक्सको नलेज अथवा स्ट्याटिस्टिक्सको नलेज हुन आवश्यक छ एउटा अर्को तपाईँ चाहिँ अब ल्याङ्ग्वेजको प्रायः जस्तो इङ्ग्लिसमा छ ल्याङ्ग्वेजको फ्लुएन्सी पनि अलिकति आवश्यक छ किनभने प्रम्प्ट इन्जिनियरिङ राम्रो राख्नको लागि तपाईँको ल्याङ्ग्वेज फ्लुएन्सी हुन आवश्यक छ मतलब त्यो जुनसुकै ल्याङ्ग्वेजमा पनि तपाईँले प्रम्प्ट त नेपालीमा पनि लेख्न सक्नुहुन्छ इङ्ग्लिसमा पनि लेख्न सक्नुहुन्छ भनेपछि त्यो लेख्ने स्किल र ल्याङ्ग्वेजको फ्लुएन्सी पनि हुन आवश्यक छ म्याथ मैले अघि भने बेसिक म्याथका कुरा बेसिक स्ट्याटका कुरा र सर्टेन प्रोग्रामिङ टुल्सका कुराहरू अब इनडेप्थ आजभोलि अब तपाईँको सफ्ट स्किल चाहिँ बढी गाह्रो छ जस्तो कन्फ्लिक्ट म्यानेजमेन्टहरू होइन नेगोसिएसनहरू टिमवर्कहरू तर यो हार्ड स्किल यो प्रोग्रामिङ भनेको हार्ड स्किल हो हार्ड स्किल गाह्रो छैन तपाईँले स्टेप अथवा एल्गोरिदम मिलाउने बित्तिकै स्टेपहरू थाहा पाउने बित्तिकै सर्टेन प्रोसिड्युरहरू थाहा पाउने बित्तिकै तपाईँको सल्युसन आउँछ त्यसैले यो हार्ड स्किललाई हामी त्यति गाह्रो मानिँदैन तर बेसिक फन्डामेन्टल कोर कुराहरू चाहिँ ल्याङ्ग्वेज फ्लुएन्सी क्रिएटिभिटी म्याथमेटिक्स
बेसिक म्याथमेटिक्स र सर्टेन प्रोग्रामिङ प्रिन्सिपलहरू र सर्टेन सफ्टवेयर डेभलपमेन्ट मेथोडोलोजीहरू जानियो भने साधारण 12 पढ्दै गरेका भाइ बहिनीहरूले पनि राम्रो तरिकाले करियर बनाउन सक्छन् जस्तो लाग्छ र त्यो सम्भव छ। अन्त्यमा हाम्रो यस कार्यक्रममा आइदिनु भएकोमा धन्यवाद र अन्त्यमा यहाँलाई यो कुरा चाहिँ सोधिदिनु पर्ने थियो जस्तो के लाग्छ तपाईँलाई आज? अब त्यसो खासै त्यस्तो छैन, तपाईँ धेरै विषयवस्तु समेटिसक्नु भएको छ जस्तो लाग्छ। अब तर मलाई के भन्नु मन लाग्छ भने लुम्बिनी प्राविधिक विश्वविद्यालय सम्झेर नेपालगञ्जमा भएको विश्वविद्यालय सम्झेर यसरी मौका दिनुभयो र एउटा कुरा चाहिँ नेपालमा हजुरले नेपालमा नेपाली भनौँ सङ्घ संस्थाहरूले जोडेर क्वेसन सोध्या भए राम्रो हुन्थ्यो जस्तो लाग्यो। जस्तो थुप्रै संस्थाहरू छन् जसले चाहिँ कम्प्युटर सम्बन्धी सूचना प्रविधि सम्बन्धी काम गर्छन् हैन। खास बेसिकली आज पोलिसी लेभलका कुराहरूमा त्यो जोडेको भए राम्रो हुन्थ्यो होला। तर यसमा मलाई चाहिँ के छ भने तपाईँ बृहत विषयवस्तु समेटेको भएर म तपाईँप्रति आभार व्यक्त गर्छु। हैन, यस्तो पनि छ। मैले चाहिँ यो तपाईँलाई किन यो लुम्बिनी प्राविधिक विश्वविद्यालयमा फोकस गर्न चाहेँ भन्दाखेरि यो चाहिँ नयाँ विश्वविद्यालय हो र त्यो पनि प्राविधिक धारको होइन। र त्यो धेरै यो जुन नेपालको कन्टेक्स्टमा इम्पोर्टेन्ट होइन, इम्पोर्टेन्ट पनि छ होइन। कतिपय सर्वसाधारणले यो कुरा यो जुन विश्वविद्यालयको नाम पनि सुनेको छैन जस्तो लाग्छ। त्यही एउटा सूचना प्रविधिमै काम गरिरहेको हिसाबमा मेरो पनि एउटा दायित्व हो कि आज यो प्राविधिक विश्वविद्यालयलाई प्रचार प्रसार गर्नुपर्ने जस्तो मलाई लागेको हुनाले मैले यसमा फोकस गर्न चाहेँ होइन। हस्, धन्यवाद। धन्यवाद विश्वजी, हजुरले समय दिनुभयो, मलाई मौका दिनुभयो, यसप्रति म आभार व्यक्त गर्दछु र विश्वविद्यालय लगायत अन्य विषयमा हाम्रो सहकार्य रहनेछ। स्योर। धन्यवाद।